गाइस भक्ति भाइको भिडियो हेर्न सल्लाह कति मजाको प्रतिमा हालेर राम्ररी बनाउनु भएको छ है हेर्नु होला एक मान्छे खाइदिन न एक दादा चाहिँ देख्दैन तैले हा त्यत्रो बाघ जत्रो दादा बाघ जस्तो देख्दैनस् हा भाउजू भन्नु सजिलो पर्छ के अनि त्यही भएर भाउजू भाउजू भन्दै आएको नि दाजु देखेँ नि तिमीलाई यहाँ तिमी माथिरहेको थियौ त्यही भएर अलिक कुरा मिल्दैन भनेर नि म सधैँ बाँच्छु है मसँग कुरा मिल्दैन भनेपछि सधैँ भाउजूसँग कुरा मिल्छ होला तेरो याद गर्दैछु तँलाई हेट त्यो दाजु चाहिँ जहिले पनि उल्का उल्का कुरा गर्छ हो ओए भइसकेको श्रीमती तेरो भाइ आएको छ तेरो भाइले च्याते कसरी कुरा गर्छ मान्छे जीवाको बुद्धिस्ट म तेरो नि तेरो तँ फ्यामिलीको मुस्कान त कातिल छ त कातिल त्यत्रो चाखाला जाने योसँग हिसाब किताब पो छ त त्यो मान्छे त जहिले पनि भाइसँग उयो गर्दो रहेछ है भाइ सधैँ यहाँ चिया खान आउँछ र बताउने भाइ मामा हाम्रो भाउजूले चिया चाहिँ मिठो बनाउँछ है हाम्रो दाजुले पाएको नि है यतिको पनि हेर राम्रीमा राम्री फेरि संस्कारी फेरि ठुलो सानोसँग कसरी बोल्नु भनेर हाम्रो भाउजूलाई याद छ हाम्रो दाजुले पाएको है यस्तो महत्त्व भए पनि ल है दाजु है भाउजू ल दाजु म गएँ हौ भाउजू गएँ है ल ल भाइ आउँदै गर है जानु नि सँगै जानु नि तिम्रो तेरो देवरसँग जान्न म सिन्दैछिस् त के मिसाइदिनेछिस् तेरो चियामा खुसी हुन्छस् त हाँस्दै बोलिन्छस् त पुरै सर्काउँदैन तेरो देवरले अनि तिमी त कहिले सर्काउँछौ रक्सी खानै पुग्दैन ठिक्कै भट्टी जाने ठिक्कै बेसी नबोल्ने भुलमा भाइहरूसँग माथालाई बस्छ नि मान्छे बेसी नबोल्ने लिपस्टिक लगाउँदै खुसी त्यसमा देवर आउँदाखेरि अनि के रिसिनु म रिसिनु मसँग कहिले हाँसेर बोलेछ तिमीले हाँसाउनु पनि जान्नु पर्यो नि खालि रक्सी खान आएको छौ अगाएको छौ जानु नि सँगै माया लाग्यो भने तिमी त्यो रक्सीको भट्टीसँगै जानु नि बेसी मुख नलाग कि अहिले तेरो हिलले तेरो निधारमा नि अहिले पिल बनिन्छ तर भेट लाग्छ तिम्रो भेट्छौ होइन रक्सी खायो आयो याङ गर्यो काम कुछ केही छैन छोटो लेख्छ रक्सी खानु पाए अरू केही जान्दैन तिमीले है रक्सी खानु पायो भने पुग्छ बाघलाई स्याल खानु नसिका तैँले भेट्ला चुप लाग किन चुप लाग्नु किन चुप लाग्नु बेसी नै हुँदैछ है बेसी तिमी त भाइहरूसँग माथालाई बस ल बिस्तारै गर तेरो बाउले बनाएर ल्याइदिन्छ नि यो मेरो खुन पसिनाले बनाएको मलाई बाउछ है भाउजू घाँसमा नजाने जाउँ है मैले के काटी ल्याएँ नि तिमी खालि जाऊ न ल भोलिसम्म जाउँ न नरिसाउ है कसले के काट्ने घाँस काट्नु जान्छ ए मुर्दा एक्लै घाँस काट्नु जानु सक्दैन जस्तो ताले रोटी मात्रै कति बोल्ला तेरो थोप्ला पोल्छ अहिले अन्त तँ फ्याँक्ने अच्छा तिनी घोप्तिनी चल भोलि जान्छु आज भ्याइन अघि काट्ने सधैँ जान्छस् तिमीहरू घाँस काट्नु के गफ गर्छस् तिमीहरू घाँस काट्दाखेरि बेलुका भएपछि यो हराउँछ यो अलक्षिनी यो हराउँछ तिनवटा खसी लगेर मात्रै तँलाई ल्याएको नि तेरो बाउ सानो घिचुवा थियो हे त्यो दाजु चाहिँ रहेछ जहिले पनि उल्टा उल्टा खेप्दो रहेछ भाउजू र म त सँगै खालि पो जान्छौँ त पर कहाँ सँगै घाँस काट्छौँ त हामी केटी पाउँदिनँ कन्नी केटाहरू कति छ नि केटीहरू फेरि तिम्रो बुढी कसले लगिदिन्छौ भाउजूसँगै जान्छ र पो हामी जाउँ भाउजू घाँस काट्नु भन्छौँ त तिमीले घाँस काटेको छौ भाउजूले घाँस काट्छ र पो सोधेको त आधी बाटोसम्म भए पनि साथी हुन्छ तिमी त घाँस काट्नु जान्दैनौ तिमीलाई किन सोधिरहनु म भाउजू जान्छ र पो सोधेको त कुनै गएको छुइनँ देखेको छुइनँ बुझेको छुइनँ हो अन्त कन्ने केटाको त हिजोआज भरोसा हुँदैन त भाइ बुझिस् अर्काको बुढी थपक्क उठाएर तल्दिन्छ हिजोआजको त अनि यो मैले अस्ति घाँस काट्नु जान्छु भन्दाखेरि यसले नदिएको बस तिमी बिमार छ म आफै जान्छु अरे तँसँग भेट्दो रहेछ र त मलाई घाँस काट्नु दिँदैन रहेछ सिक्कल पनि पक्रिनु किन दिँदैन बुझ्दैछु म बुझ्दैछु यो त सिक्कलले हानिराखिदिन्छ पो कस्तो खाने रहेछ हौ बाघलाई स्याल खानु नसिका कहाँको भाइ छोट्या त
फ्याङ्ने लाले भएर हुन्छ घुसी पिर्सिने चाहिँ जस्तो लाग्दैछ कि यसलाई म कुन दिन टुक्राउँछु म अचानामा राखेर नि च्याक 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 पनि टुक्राउँछु म तारेर आएर भित्र यो मान्छेले जहिले यसो गर्छ कोही आउनु हुँदैन घरमा आँखा लाउँछ वाक्कै लाग्छ भाइहरूसँग आँखा लाएर नराम्रोसँग बस्नु दिन्छ वाक्कै दिक्कै पार्छ आमा बाबाले त भन्दै थिए नि बिहा नगर नानी भनेर फेरि खप्पर फुटिदियो के चाहिँ नमिलेको छ्या यो कस्तो पनि कहाँबाट आइस है भक्ति कहाँबाट आइस त यहाँ हौ तेरो बुहारीलाई यसो त्यो अस्ति अचार बनाएको थियो कि मेरो बुढीले त्यही दिइकिन आएको गएको ल बेसी नखा यस्तो बुढीलाई पनि याद गर्ने अहिले मातेर घरि बुढी कुर्छ भनेको सुनेको थिएँ बुहारी बिचारा सिधा छ त्यसो नगर है ल भक्ति अचार दिन त्यस्तो आएको यहाँ म यता उका लाउने कामै थियो कि अन्त अचार पनि बुढीले पुऱ्याइदिए भने नि त ठिक्कै त्यही पुऱ्याइदिएको नि त्यो बुढीले चाहिँ बेसी तेरो बुहारी चाहिँ आउनु सकेन अचार दिनु यहाँ तेरो चाहिँ कहाँबाट बुहारी पर्यो मेरो भाउजू पर्दैन तेरो आउनु सकेन अरे के भनेको यसले चाहिँ अब मेरो आउने काम थियो नि त अन्त त्यो बुहारीहरू चाहिँ जाँदा उयो नदिए तक्की नदिए बिचरालाई माथि हेड मास्टरलाई पो चोक्चाउनु पर्ने छ के भन्छ फेरि यसले केही नगर है बुहारीलाई ज्यादा आँखा नलगा नि यसले फेरि हाफ प्यान्ट पो तान्दै जान्दै थियो फेरि त्यसको भाउजूले पनि त अचार ल्याइदिनु सक्थ्यो यही अचार ल्याउनु आउने दिनु आउने हाफ प्यान्ट पनि तान्दै जाने कुछ तो गल्तीबाट हे दया हे भक्ति नाका छोरी बाहिर निस्कि भनेको बाघलाई स्याल खानु सिकाउँछस् तोरले निस्के भनेको बाहिर अनि के भयो किन चाहिँ गराउँदै आएको तिमी के भयो अचार मिठो भयो तिमीलाई कि अमिलो भयो अचार आँपको अचार थियो कि लसुनको आँपको थियो के बोलिरहेको कुन चाहिँ अचारको कुरा गरेको तिमी भर्खर चित्रले तिमीलाई चित्रले अचार ल्याइदिएको थियो त आँपको कि केको त्यो भाउजूले घरमै अचार बनाएको अरे कि अन्त चित्रे दादालाई पठाइदिएको अरे हौ भाउजूले अनि त्यो अचार पुऱ्याउनु चाहिँ भाउजू नै आउनु सकेन अरे चित्रे दादा आउनु पर्ने हापेन तान्ने तिमीहरूको के चल्दैछ मलाई यहाँनिर खुलस्त मनले भनिहाल हो भन्छस् भने राम्रो मुखले भन् फेरि बाघलाई स्याल खानु नसिकाए तिमीहरूले ल अनि यो मान्छेले के कुरा गर्छ चित्रे दादाले हापेन तान्दै जाओस् कि जेसो गरेस् कि मलाई के त मलाई भाइहरूसँग त आँखा लायो अब हुँदा दाजुहरूसँग आँखा लाउनु थाल्यो है म त कस्तो खालको बुढा पायो दिनरात आँखा लाउने दिनरात मच्छा त्यो काम आँखा लाउनु बाहेक केही काम छैन है तिम्रो कुन दिन छोटछाटबाट चल्दैछ अन्त ढुक्कै हुन्छ जा चल्दी बाल चल्दे जा तँ जस्तो जाँदाखेरि मलाई केही हुँदैन चल्दे तेरो जरुरत पनि छैन भनौँ म जस्तो छ के म गरी खान सक्दिनँ तुई मात्र छ यो धरतीमा एक्लो केटी हो तँ जस्तो बुढी त चारवटा बुझिस् चारवटा कति र चारवटा दह पऱ्यो भने 6वटा सारा बाघलाई स्याल खान सिकाउँदो रहेछ कुनी तेरो अचार तेरो घाँस काट्ने तरिका अचार ल्याउने र लाने तरिका म बुझ्दैछु चल्दे जान्छस् भने चल्दे तस्तो बुढी चारवटा ओइ यता हेर तँ जस्तो बुढी नि चारवटा कहाँ कुम्चिनीको पा बोकेछु नि मैले यो जस्तोसँग बिहा गर्नु परेको त मोरै हुँदैन नि कालले बिर्सेको साँच्चै नि तैँले भोगेको होइन साँच्चै मैले भोगेको मैले बुढा जिउँदै हुँदा तैँले बुढाको आँखा छल्छ बाघलाई स्याल खान सिकाउने जस्तो बुढी त नि चारवटा जस्तो बुढी जस्तो बुढी नि चारवटा फुलमा चारवटा साला बाघलाई स्याल खान सिकाउनु जिउँदै म मरेकै छुइनँ आँखा छल्ने अझै म मऱ्यो भने के होला यहाँ मिटिङ गर्नुपर्छ मिटिङ ए स्वयं